यो लगुनालाई चाहिँ जहिले बाटोमा भेट्छ। म हिँडिरहेको बेलामा जहिले आमा र म बाटो हिँड्छु जहिले भेट्छ यसलाई हो। अनि अरू पनि छ यसको फ्यामिली, यसको बाउ आमा होला। जङ्गलभित्र पस्यो यता पनि रहेछ अर्को, यहाँ पसिरहेको छ। दार्जिलिङमा भएको सेतो दार्जिलिङमा भएको पनि रहेछ यहाँ लगुना। यस्तो छ अनि जहिले भेट्छ बाटोमा। अनि यस्तो छ जिन्दगी। आज च्याउ खोज्न आएको, च्याउ भेटेन, पानी परेर आज आमालाई बाहिर निकाल्नु पाएन। त्यही भएर एक्लै बाहिर निस्केको। एक्लै बाहिर निस्किँदाखेरि यस्तो बोरिङ हुँदो छ कि आफ्नो ज्यान यहाँ छ, मन आमा बाटोमा घरमा। आमा के गरिरहेछ, कसो गरिरहेछ जस्तो हुने। यता पनि रहेछ अर्को। अनि त्यस्तो हुँदो रहेछ। म चाहिँ प्रोफेसनल युट्युबर होइन, त्यसै टाइम पासको लागि बनाएको भिडियो हो। बोल्न आउँदैन। यो क्यामेराको कमजोरी हो कि न त ब्राइटनेस के भएको, जत्रो ब्राइटनेस गरेर भिडियो गरेको पनि राम्रो आएन। अँध्यारो भएर होला, रात पर्यो अँध्यारो भएको छ। उताको लाइटले मात्रै, उता सहरपट्टिको लाइटहरू बलेको छ, अनि त्यही भएर अलिअलि देखिरहेछ। नत्र भने यतातिर त पुरा अन्धकार भएको छ। अन्धकार 6 बजी नै अन्धकार हुन्छ अहिले। पछि समरमा चाहिँ 10 बजीसम्म उज्यालो, घाम 9 बजी मात्रै डुब्छ, 9 साढे 3 मात्रै। अहिले चाहिँ अँध्यारो। माछिक्ने मुझे जङ्गली हो क्या हो, छाडा बोले सरी है। सामुने आइज न माछाले तर्साउने मुला, तेरो माथि घोडासोडा कुदाउँछ माछाले होला। यस्तो छ जिन्दगी। म यसरी हिँडिरहेको छु, यसरी भिडियो गर्दै एक्लै। यो